आराना जग्गा मात्र 4 लाखमा 1 करोड थपेपछि यो जग्गामा तपाईले अब घर पनि बनाउन मिल्यो, किनेर बेच्छु भन्नु पनि मिल्यो, शपिङ मल, लभिङ मल जे पनि बनाउन मिल्यो। हैन घरै बनाउने, हामी त घरै बनाउने। 2.5 तला घर बनाउने, यतापट्टि किचन हुन्छ, यतापट्टि हाम्रो बेडरुम हुन्छ, यतापट्टि चाहिँ बच्चाहरू खेल्नको लागि गार्डन बनाउनु पर्छ एउटा राम्रो, हैन बुढी? त्यो त हो, तर अलिकति महँगो भएन? तपाईहरुलाई थाहा नै छैन यहाँ तेल निस्किन्छ? तेल निस्किन्छ हो। दाइ सुन्नु न, यहाँ जति तेल कहाँ निस्किन्छ? यहाँ समाजले भनेको यति धेरै तेल निस्किन्छ अरे। दैलेखमा के निस्किन्छ, साउदीमा के निस्किन्छ, यहाँ निस्किन्छ क्या। छिटो किन्नु, यहाँ मलाई फोनहरू आउँदैछ नि फेरि। तोरीको तेल त हामी खाँदैनौँ। तोरीको तेल भने होइन के, यहाँ पेट्रोल डिजेल पाउँछ भने कि यहाँ किन चाहियो त हामीलाई पेट्रोल? हामीसँग त इभी छ त। हामीको बुद्धि नै हुँदैन भन्थे हो। छिटो गर्नु, भोलि साउदीको सेक हेर्न आउँदैछ यहाँ। के गर्नुहुन्छ तपाईँ? यो जग्गा त लिइहाल्नु पर्छ। ल हैन बुढी? त्यसको विश्वासै लागेन, अनुहार हेर्दै चोर जस्तो छ। के कुरा गरे भने तिमीले? अलि राम्रो कुरा गर न। अब अनुहार त चोर जस्तै छ नि। जग्गा यति सस्तोमा आइरहेछ, काठमाडौँको जग्गा कहाँ यति सस्तोमा आउँछ? ठिक भन्नु हो, जग्गा पास गरिहालौँ न। ल गरिहालौँ त, गरिहालौँ ल, अहिले गरिहालौँ ल। ल म यहाँ जग्गा धानलाई फोन गर्छु है त। यो अन पनि हुँदैन त। एकछिन है, भन्दा ब्याट्री सक्यो कि के हो? यो जग्गा हातबाट जाला। त्यो बरु त्यो नयाँ फोन किनेको थियो नि, किन्नु पर्यो। त्यो देऊ न, त्यो ह्याट तेरी देऊ न। यो नयाँ फोन तपाईँलाई। मलाई यो त अनि महँगो होला नि? छैन नि महँगो, मात्र 4400 मै फोन हो क्या यो। 4400 मा फोन? हजुर 4400 मै हो। यो चाहिँ जेटियूको नुबिया A56 हो हैन। यसमा 5000 mAh ब्याट्री छ, 13 मेगापिक्सलको AI क्यामेरा छ भने 4+8 GB चाहिँ ऱ्याम छ कि हजुर। त्यही भएर यो त मात्र 4800 डाउन पेमेन्ट गरेर 0% EMI मा लिन सकिन्छ हजुर। यो बाइकको अर्को A36 भन्ने पनि सेम मोडल नै हो, फिचरहरू पनि लगभग सेम नै छ। त्यो चाहिँ मात्र 4400 मै लिन सकिन्छ कि हजुर, 0% EMI गरेर। यति सजिलो छ। गजबको फोन रहेछ त नि। अति गजबको छ नि। यो दसैँ तिहारको माहौल भएको भएर चाहिँ उहाँहरूले लन्च गर्नु भएको, त्यही भएर हामीले चाहिँ अनिखेर लिइहालेको हैन त बुढी? भनेपछि त यो जसले नि किन्नु मिल्दो रहेछ नि। ठुलो सपना सानो किस्ता हो कि हजुर। धेरै राम्रो। हामीले त फुल पेमेन्ट गरेर ल्याएको हो। तपाईँले अब यति सस्तोमा जग्गा मिलाइदिनु भएको भएर यो हजुरलाई गिफ्टै भयो ल। धन्यवाद। मैले सिम हाल्छ क्या, फोन गर्छु है म। हेलो, कहाँ हो त? ऊ चाहिँ अब उसको हजुरबाउको सम्पत्ति हो, अब नातिले दिएर अलिकति गाजा साजा खाने अनि त्यो। ल यहाँ छिटो आइज, यहाँ मैले पार्टी भेटिसकेँ ल। ए आइसकेछ नि। यो चाहिँ जग्गा पेपर है। ल पास गरिहाल्नु। पास गरौँ ल। मेरो चेक पनि छ है। ल यो चेक, पैसा पनि मैले 1 करोड कति भन्नुभयो होइन तपाईँले? हजुर, टाढा पुग्नु पर्छ क्या मेरो, छिटो गर्न। ल चेक हजुरलाई है ल। जग्गा चाहिँ हामीले गजबको पाएको हो कि बुढी है। यहाँ चाहिँ अब भोलि बिहानै डोजर ल्याएर खन्नु पर्छ कि बुढी हामीले। ल दाइ के खन्ने कुरा गरौँ न, यहाँ त पार्क बन्दैछ नि त नि। सरकारी जग्गा भन्दा कहाँ खन्ने कुरा गर्नु भाइ? धन्न यो फोनले बचायो क्या आज। यस्तो दामी मोबाइल पनि पायो, पैसा पनि पायो। खोइ 50-50 पारौँ न। त 50-50 पार, अर्को पार खोजौँ। यो पालि चाहिँ तँले भने